कुनै एक दुई जनालाई अथवा कुनै एउटा अपोनेन्ट रिजेक्ट गर्नुको लागि गरेको केस थिएन। यो सुनियोजित एउटा षड्यन्त्र। किनभने याद गर्नुहोस्, जुन कुरा राजनैतिक रूपमा गर्नु सक्दैन, जुन कुरा चाहिँ सत्तामा बसेर गर्नु सक्दैन, जुन कुरा चाहिँ तपाईले एडमिनिस्ट्रेटिभ रूपमा गर्नु सक्दैन, त्यो कुरा चाहिँ इन्डाइरेक्ट रूपमा कोही बेला षड्यन्त्रपूर्वक प्रकारले कोर्ट मार्फत पनि गराइन्छ। त्यसले गर्दाखेरि तपाईँ हामी अलर्ट बस्नुपर्छ। पहाडको स्थिति डमारुलो बनाउने षड्यन्त्र चलिरहेछ। अनि यो केसहरू अब फेरि हेर्नुहोस्, तपाईँलाई आजै भनिरहेको छु, फेरि प्राइमेरीको केस अब डिभिजन बेन्चमा उठाउँछ। इलेक्सन आउनु आँट्यो नि त, यो त सिन्डिकेट भएको छ। अब डिभिजन बेन्चमा फेरि प्राइमेरी केस उठाउँछ। 2 खेप लिस्ट भयो, उकिल नभएर डिसमिस बाई डिफल्ट भयो, डिस्पोज अन डिफल्ट भयो। अब फेरि तपाईँहरू फेरि उठाउँछ कुन दिन, किन भोट आउनु आँट्यो। अनि भोट आउँदा चाहिँ हाम्रै दाजुभाइको कुरा चाहिँ फेरि हामीलाई मनपर्छ। फेरि गोर्खाल्यान्ड कुरा बिर्साउनु पर्यो नि। त्यहाँ षड्यन्त्र यो हेर्नुहोस्, आज 6 महिना भयो। जति 3 महिनाको लागि हामी सबै साधारण जनतादेखि लिएर मिडियादेखि लिएर राजनीतिक नेताहरू यो टिचर एपोइन्टमेन्टमा लाग्यौँ नि। 3 महिना यसरी जनजाति माग्नलाई लागेको भए, 3 महिना यसरी जनजाति माग्नलाई लागेको भए जनजाति बरु हुन्थ्यो कि। 3 महिना यसरी गोर्खाल्यान्ड आन्दोलनको बदली माहौल गोर्खाल्यान्ड मात्रै भएको भए बा एमपी र एमएलए प्रेसर पो हुन्थ्यो कि। तर होइन, त्यो गराउनुको निम्ति डाइभर्सन ट्याक्टिक्स यसरी गर्दछ। अब डिभिजन बेन्चमा फेरि अर्को केस उठ्छ, प्राइमेरीको केस। तपाईँहरूलाई अझै भनिरहेको छु, किनभने इलेक्सन आउनु आँट्यो, मान्छेले गोर्खाल्यान्ड भन्नु भएन। खै गोर्खाल्यान्ड 4 वर्षमा एमएलए के गरे सोध्नु हुँदैन, सोध्छ मान्छेले। त्यसको लागि माइन्ड डाइभर्सनको लागि नयाँ मुद्दाहरू उठाएर पहाडलाई अहिले अघि यहाँ कसले भनेको जस्तो मलाई पनि अस्ति भन्दै थियो, अहिले दार्जिलिङ सर्च गर्दा त दार्जिलिङमा चाहिँ गोर्खाल्यान्ड एजुकेसन हुन्छ भनेर पहाड विश्वले चिन्थ्यो। अहिले त दार्जिलिङ यति साह्रो नकारात्मक ब्रान्डिङ भइसक्यो। दार्जिलिङमा पानीको घोटाला हुन्छ भन्छ, खै भिजिलेन्स लगाएको, खालि बदनाम। अन्त पानीको घोटाला छ भने भिजिलेन्स लगाएर पक्ड न, यो पनि अहिले इन्क्वायरी हुन्छ, केही हुँदैन। पिएमजिएसआई कोनेको छ भन्छ, फेरि आएर इन्क्वायरी हुन्छ, केही हुँदैन। अनि दार्जिलिङ त अहिले त टी र टुरिज्मको लागि होइन, हाम्रै मान्छेले राजनीतिक फाइदाको लागि बदनाम गरेर गुगलमा सर्च गर्दा एआई लाएर सर्च, अहिले त एआईको जमानामा सर्च गर्दा पनि नकारात्मक कुराको लागि जान्ने ख्याति प्राप्त हुन थाल्यो। त्यो किन? तथ्यहीन, सत्य नभएको, तथ्य नभएको, फ्याक्ट नभएको। जसरी मलाई 4 वर्षमा आरोप लगायो नि, किसिम मलाई आरोप लगायो। मेरो त्यो मलाई लागेको आरोप, मलाई परिवारलाई लागेको ठेस त कसरी पुस्थ्यो? अब जति नै जजमेन्ट लिपेन्ट हामी जित्यौँ केस भनिसकेपछि, तर यो जुन डिफेम गर्ने भयो नि, कसैको छोरा हो नि म पनि है। तर आज के छ? तथ्यहीन, सत्यहीन। मिलन सरलाई अस्ति कस्तो किसिमको अफवाह फैलायो, तपाईँहरूले प्रेस रिपोर्टिङ गर्नुभयो। मिलन सरले जब आफ्नो क्लियरेन्स दिनुभयो, किनभने शिक्षित मान्छे, पढेको मान्छे चाहिँ घरि गएर आएर ट्याउ गरेर चाहिँ यहाँनिर यो हिलोमा दलदलमा पस्न चाहँदैन। तर जब अतिचार हुन्छ तब आएर बोलेपछि रिग्रेट गर्छ पहिला। यो किसिमको तथ्यहीन, फ्याक्ट बिना कुराहरू लिएर आज यहाँ बदनाम। हेर्नुहोस्, आज 313 जना टिचरहरूलाई को आज चरित्रलाई क्यारेक्टर एसासिनेसन गरियो। उनीहरूको परिवार छैन, हाम्रोमा मानवता मरेको छ। लु भन्नुहोस् त, फ्याक्ट केही छैन। ठिक छ नि त, गल्ती छ भने कोर्टमा जाऊ, कोर्टबाट भर्डिक्ट आइसक्यो, अझै पनि फेसबुकमा हाल्नु छोड्दैन, अझै पनि छोड्दैन। अनि कसको दोष हो? त्यहाँ पनि सन्तोष छैन। किनभने उद्देश्य न्याय माग्नु होइन, उद्देश्य राजनीति गर्नु हो, उद्देश्य कसैलाई निचो देखाउनु हो, उद्देश्य 2021मा केशवराज पोखरेललाई हराउनु हो। बुझ्नुभयो नि? हामीले प्रवृत्ति छोड्नुपर्छ। जिउँदो हुँदा मनन तामाङले बोल्दाखेरि मनन तामाङलाई बङ्गालपन्थी भनेर भन्ने हामी, अनि मरिसकेपछि उहाँको भिडियो खोजी सुन्ने हामी। कहिले यो प्रथा हामीले यो प्रथादेखि हामी बाहिर निक्लिने? कहिले? सत्य र तथ्यको लडाइँ जसले लड्छ उसलाई 4पट्टिबाट आक्षेप आउँछ। आज हेर्नुहोस्, तर मैले भने हामी सत्यमा छौँ। जबसम्म आफ्नो अन्तरस्करणले, आफ्नो कन्साइन्सले आफूलाई गाली गर्दैन, तबसम्म कोहीसँग डराउने काम छैन। अनि हामी सत्यमै छौँ। मैले पनि भनेको छु, सत्य प्रतारित छ। अझै पनि हामी केस लड्दैछौँ। र जुन दिन हामी जितेर आउँछौँ त्यो दिन अझै कुरा भन्छौँ। र तपाईँहरूलाई निवेदन छ मेरो, सम्पूर्ण पहाडलाई, हामी आफ्नै दाजुभाइको लाई चाहिँ कन्टेन्टको माध्यम बनाएर, आफ्नै दाजुभाइलाई कन्टेन्टको माध्यम बनाएर चाहिँ आफ्नै भडारकोटा खनेर आँगन पुर्नु भन्दा चाहिँ जातिको कन्टेन्टमा ध्यान दिउँ। कुन कन्टेन्टमा भोट माग्यौँ? सिलगढीमा फ्लाइओभर बनेको छ, पहाडको बाटो ब्रिटिसकालीन समयमा बनेको बाटो साँगुरेको छ। कहिले यो विषयमा जाने हामी? र मलाई मेरो अपिल, सबैलाई अपिल छ, आफ्नै दाजुभाइको खुट्टा तान्नुभन्दा बरु मुद्दा केन्द्रित राजनीति गरौँ। सबैलाई म सकारात्मक राजनीति, पोजिटिभ
पोलिटिक्सको म यहाँबाट अपिल गर्दै तपाईँहरूलाई धेरै धन्यवाद। तपाईँले जेएलपी कुरा गर्नुभयो नि कञ्चनजङ्घा मेन पोइन्ट तत्कालीन समयमा जेएलपी त गोर्खा जनमुक्ति मोर्चाको समयमा आन्दोलनको निम्ति एउटा छुट्टै युवाहरूलाई इन्क्लुड गराएको थियो है। तर आज कसरी चाहिँ जिटिएले चाहिँ उनीहरूलाई चाहिँ यो कञ्चनजङ्घा एजेन्सीमा हाल्यो त्यसको खण्डन कसरी गर्नुहुन्छ र ती तमाम जेएलपीहरू कहाँ छन्? आज होइन 2012मा 2012मा हजुर। तर कसरी चाहिँ भयो आज यो? अब त्यो त हेर्नुहोस् त्यो तपाईँहरू तत्कालीन व्यवस्था चलाउनेहरूलाई सोध्नुहोस् के बाध्यता थियो कि एउटा म्यान पावर बनाएर चाहिँ त्यो म्यान पावर कसको फेरि म्यान पावर भने के हो? लेबरको रेटबाट कमिसन खाने होइन? त्यो जिएलपी मलाई त लाग्छ हेर्नुहोस् यही त फरक छ त। हामी लाग्छ अरे र भरेमा होइन, मेरोमा जति छ कञ्चनजङ्घा म्यान पावर एन्ड सर्भिसेस एड्रेस जज बजार र उहाँहरूले गरेको रिक्विजिसन उहाँहरूले पक्का सप्लाई गरेको यो फ्याक्ट हो, त्यति मेरोमा छ। अब को हो भन्ने त्यही तथ्य छैन त मैले तपाईँहरूले खोज्नुहोस् भनेको त म त जान्दिनँ त्यो त को थियो, म थिइनँ त्यति। त्यसले गर्दाखेरि त्यो समय त लु भयो होला गरे होला कसैले पनि गरे होला होइन। तर आजको दिनमा तपाईँकै अध्यक्ष जो हुनुहुन्छ आज जिटिए चिफ हुनुहुन्छ उहाँले त पहाडलाई एकदम व्यवस्थित बनाउँछु भन्ने उहाँको सोच छ, उहाँको भाषण। तर उहाँ आफै चिफ एक्जिक्युटिभ भएपछि यो कुराहरू चाहिँ किन उठेन? यो कुरा उठेन मतलब यो कञ्चनजङ्घा यो जुन चाहिँ अपोइन्टमेन्ट यसरी कञ्चनजङ्घाबाट होइन, तपाईँले बुझ्नु भएन तथ्य सत्य बुझ्यो। कसैलाई यहाँ लान्छना हिरो हेचेप्टा होइन। मैले के भन्दैछु भन्दाखेरि चाहिँ यो चाहिँ हामीले जब प्रोसिडिङ्समा कुरा निक्ल्यो कि टिचर मात्रैको त एपोइन्टमेन्ट नहुने होइन नि त, एसएससी थिएन, स्टाफ सिलेक्सन कमिसन पनि थिएन नि त। भने जिटिए चाहिँ कसरी चल्दैछ र कसरी चल्दै थियो भन्दा चाहिँ कन्ट्र्याक्चुअल अपोइन्टमेन्टले भन्ने कुरा भयो। र कन्ट्र्याक्चुअल अपोइन्टमेन्ट चाहिँ कसरी हुँदैछ भनेर चाहिँ हामीले आफ्नो प्रकारले सोर्सेस लगाएर खोदाउँदाखेरि चाहिँ भरे त यहाँनिर दुई किसिमको छ अपोइन्टमेन्ट। त्यही त अब राम्रो छ कुरा। कन्ट्र्याक्चुअल अपोइन्टमेन्ट पनि छ फेरि, उहाँहरूको चाहिँ कागजपत्र छ। जो चाहिँ एन्गेजमेन्ट पाएको थियो कन्ट्र्याक्चुअल अपोइन्टमेन्टको उहाँ चाहिँ जिटिएमा अहिले पनि काम गर्दैछ 9,000-7,000मा। तर जो विशेष गरेर प्राइमेरीले जिएलपी भाइ बहिनीहरू जो थियो उहाँहरू चाहिँ म्याक्सिमम यो कञ्चनजङ्घा म्यान पावरबाट आएको थिएछ। त्यसले गर्दा 2017मा जब हामीले के अरे अलिअलि घाइमा तपाईँहरूले पनि थाहा पाएको हो कि यो सबै गर्नेलाई कन्टिन्युसन गर्नुपर्छ भन्दाखेरि चाहिँ म्यान पावरकोहरू चाहिँ हुँदैन भने म्यान पावरको त अथेन्टिक तथ्य र सत्य भएन। फेरि त्यसलाई मलाई त्यही लाग्छ कम्प्लिट कागजपत्र पनि सायद माथि जस्तो लागेन। जुन 17को आन्दोलन पछाडि यो के भयो यो मैले यहाँ भन्ने कुरा होइन, यो चाहिँ तपाईँहरूको यो चाहिँ अनुसन्धानको विषय हो। मैले चाहिँ खालि आज हामीले जस्तै टिचरहरू मात्रै व्यवस्था थिएन रिक्रुटमेन्टको, तर अरू ग्रुप सी र ग्रुप डीको पनि थिएन भने जिटिएस कसरी चल्दै थियो भन्दाखेरि चाहिँ त्यो खोजीको क्रममा चाहिँ यो तथ्य बाहिर निक्लेको। र मलाई अचम्बित लागेको चाहिँ बुझ्नु भएन, अचम्बित लागेको चाहिँ यो चाहिँ कसरी त्यसरी गरियो भनेको। अब यो को हो कसो हो कसरी हो कता हो भनेर त त्यही त मैले पब्लिक डोमेन तपाईँलाई छोडिदिएँ। अब यो त हामीलाई परेको थियो, हामीले खोज्यौँ निकाल्यो। भन्नुभयो तपाईँले उठाउँछु भन्नुभयो नि यो कुरा होइन, सायद अब कोर्टमै जानुहुन्छ होला यो कुराहरू लिएर। अब त्यो समयले हेरौँ यो सेम कुरा भन्दा तपाईँहरूमाथि जे भयो उहाँहरूमाथि पनि त्यही त रिपिट हुन्छ। फरक भयो तपाईँहरूको, फरक भयो कुरा फरक छ। हाम्रोमा चाहिँ पाएको लानु खोज्दैछ, यो चाहिँ नपाएकोले पाउनुपर्छ भन्दैछौँ हामी। नपाएकोले पाउनुपर्छ। उहाँहरूले जुन 2000 उहाँहरूले सर्भिस गरेको छ, यत्रो वर्ष गर्यो, उहाँहरूले निता खवासको ज्यान गयो। आज उहाँहरूको दिन्छ दिँदैन जान्दैनौँ न हामी, तर उहाँहरूलाई हामी भनेको होइन, मैले भने जुन एग्रिमेन्टमा छ, फेरि कन्फ्युज नहुनुहोस् है, जुन जिटिएको मेमोरेन्डम एग्रिमेन्टमा छ, एग्रिमेन्टमा छ गोर्खा युथलाई हामी मिलिट्री प्यारामिलिट्रीमा हाल्छौँ भनेपछि मैले भनेको चाहिँ अब को त्यहाँनिर म्यान पावरमा थियो को थिएन भन्ने कसरी प्रमाण पाउने? उहाँहरूकोमा कागजपत्र हुनु पर्यो। त्यो कागजपत्र म्यान पावर दिइसकेपछि तपाईँले इन्गेजमेन्ट पाए भन्नुहुन्छ, तर उहाँहरूको त केही त छैन कागज। कोर्टले त गल्ती कसको त्यही त खोज्नुपर्छ भनेको। सुन्नुहोस् तपाईँले बुझ्नु भएन, उहाँहरूले इन्गेजमेन्ट मागोस् न म्यान पावरलाई। को म्यान पावर चलाउने? हो कञ्चनजङ्घा म्यान पावर एन्ड सर्भिस चलाउने को हो? त्यही त मैले भन्दैछु। अब म जान्दिनँ को थियो। उहाँहरूलाई जसले चलाउँथ्यो, जसले 2000 रुपियाँ कमिसन खाएर तलब दिन्थ्यो, उहाँहरूलाई आफ्नो अथेन्टिकेसन दिनु पर्यो, माग्नु पर्यो कागजपत्र। जसरी टिचरहरूकोमा भोलिन्टियरको कागजपत्र थियो अन्त रेगुलाइज भयो। हुन्छ हुँदैन जान्दैनौँ न हामी, तर एउटा आधार त बनिन्छ भोलि बेससम्म। अझै त यो एग्रिमेन्ट रिभ्यू जिटिएको रिभ्यूमा एग्रिमेन्टहरू त यथावत छ। अनि सेन्ट्रल गभर्मेन्टको पनि त दायित्व बन्छ। आज जुन सेन्ट्रल गभर्मेन्ट सिग्नेटरी छ, आज कांग्रेस गभर्मेन्टले 600 करोड दियो। वर्तमानको केन्द्र सरकारले मेरो अपिल भने विनम्र स्वरमा अपिल छ, तपाईहरुले एउटा चाहिँ तपाईहरुको राम्रो नियत देखाइदिनुहोस्। जति पनि यो भाइ बहिनी जसले आन्दोलन लडे, उनीहरू जो अहिले विचलित भएर अवस्थामा बसिरहेको जसले जोबन दिए, उमेर दिए, जुन तपाईहरुले एग्रिमेन्टको क्लजमा गोर्खा युथलाई हामी प्यारामिलिट्री फोर्स मिलिट्रीमा हाल्छौं भन्नुभएको छ, केही न केही उपाय लगाएर लगाइदिनुहोस् उहाँहरूलाई।
अनि यसको रेकर्डको लागि को थिए भनेर चाहिँ कञ्चनजङ्घा म्यान पावरमा भाइ बहिनीले गरेर आफ्नो के छ अब केही न केही थियो होला निकाल्नुहोस् अनि योपट्टि लाग्नुपर्छ। तर हेर्नुहोस् है तर यो आश्चर्यचकित कुरा चाहिँ अब यत्रो ठुलो कुराहरू छ। म त एक्टिभिस्टहरूलाई भनेको नि खोज्नुहोस् न, नपाउने कुरा चाहिँ खोज्नुहोस् भनेको, पाएको कुरा लाने होइन। पाएको कुरा त किन खोज्छौ? नपाउने कुरा जो यस्तो लथालिन्छ 2000 जस्तो भाइ बहिनीले उमेर दिए, योगदान दिए होइन, यहाँ त योगदानको कदर गर्यो सरकारले, तर युवाहरूको पनि कागज पत्र खोजेर यतापट्टि लाग्नुपर्छ भनेको। यो चाहिँ पोजिटिभ पोलिटिक्स कुरा गर्दैछु मैले, यो चाहिँ पोजिटिभ आन्दोलन कुरा गर्दैछु मैले, यो चाहिँ हक माग्ने कुरा गर्दैछु मैले, खोज्ने कुरा गरेको छुइनँ मैले, कसैलाई दोषारोपण गरेको छुइनँ मैले। भाइ बहिनीले कागज पत्र माग्नुहोस्, कसलाई भन्दाखेरि जसले तपाईँहरूलाई एप्लाई तपाईँहरूलाई यहाँनिर उयो गरेको थियो है, यो कुराहरू चाहिँ भनेको मैले यहाँनिर। तपाईँ यो जुन चाहिँ कुरा गर्दाखेरि तपाईँमाथि ठुलो आरोप पनि लागेको छ नि, जुन चाहिँ तपाईँले फेरि कोर्ट केस गरिरहनु भएको छ। 313 कोर्टमा केस गर्नु धेरै खर्चहरू लाग्छ, त्यहाँ तपाईँहरूले टिचरहरूबाट पैसा उठाएर कमिसन तपाईँले पनि खाँदैछ भने गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले नै लगाउनु भएको छ नि। त्यस्तो कि दुर्योधनले सबैतिर कमिसनै देख्छ, जेएलपी भाइ बहिनीको पैसा कमिसन खाने अरूले पनि खाएकै देख्छ। मलाई कसैले देख्छ भने भन्नुहोस्, छोएको छैन भन्नुहोस्, म त कोर्टमा पार्टी त भएको छुइनँ, त्यही त फोरफेल भनेको त तथ्य र सत्य बिना बोल्ने। म त कोर्टमा पार्टी त भएको छुइनँ, मैले त कोर्टमा केस त गरेको छुइनँ, केसमा पार्टी त भएको छुइनँ। आई एम नट द पार्टी टु द केस, आई एम नो वान इन हियर। म कोर्टमा केस गर्न गएको छुइनँ। प्रमाणसँग बोल्नुपर्छ विमल गुरुङ भन्ने मान्छेहरू, उहाँको दिएका नि त क्वालिफिकेसन सोध्नुहोस् भनेको त। 18 खेप ट्राइपाइरेट मिटिङ जाँदाखेरि चाहिँ 18 आफू सत्तामा जगजग हुँदाखेरि 18 खेप त्रिपक्षीय वार्ता हुँदा चाहिँ राजनैतिक स्तरको त्रिपक्षीय वार्तामा पनि आन्दोलनलाई नेतृत्व गर्ने नेता नजाने नेता चाहिँ अहिले त्यो जनता सबै सकिसकेपछि चाहिँ कुनै कसको खुट्टा पक्रेर जुत्ताको हिसाब किताब गर्दै होम मिनिस्टरसँग फोटो खिच्नु गएको जस्तो म थियो। बुझ्नु भएन? त्यसले गर्दाखेरि त्यही कारण त मैले भनेको त क्वालिफिकेसन म्याटर्स, तथ्य र सत्य बिना। म कोर्टमा पार्टी भएको छुइनँ अनि फेरि मलाई डिफेम गर्ने प्रयास त हो नि, 17 जना छ भन्दै थियो, 17 जनाको नाम खोइ छैन नाम लिस्टमा। तपाईँहरूले मेरो अपिल छ, सोध्नुहोस्, तपाईँहरूले 16 जना निकाल्नुहोस्। मिडियाहरूले न्युज चलाइदिनु भएको, खै 16 जना, खै कहाँ छ 16 जना पिटिसनमा? आज अरेर भरेले कसैको छोराको भविष्य बिग्रिँदैछ पहाडमा, आज अरेर भरेले कोही बदनाम हुँदैछ पहाडमा, आज यस्तै फोरफेल तथ्यहीन पढ्नु नजाने नेताहरूले गर्दा आज पहाड डुबाइ पठाएको र यस्तो भाइ बहिनीहरूको भविष्य बिगारेको। त्यसले गर्दा खोज्नुहोस् भनेको तथ्यहरू। यहाँ हाम्रो भाइ बहिनीको पसिनाको कमिसन खानेहरू चाहिँ यहाँनिर निकाल्नुपर्छ, यो सत्य र तथ्य। धन्यवाद धेरै तपाईँहरूलाई। सुन्नुहोस् न, यो जुन चाहिँ तपाईँहरूलाई बारम्बार 2021 मा पनि फेक टेटको लान्छा लागिरहेछ नि, त्यो विषयमा के भन्न चाहनुहुन्छ? अब यो पनि राम्रो कुरा सोध्नुभयो तपाईँले, बुझ्नुभयो? हाम्रो यही प्रब्लम छ, फेक टेट के सबराज पोखरेल भन्छ, अनि यहाँ त डक्टर पनि मै, इन्जिनियर पनि मै, कोनी के मै भनेको जस्तो। म साधारण मान्छे हो नि। सम्बन्धित डिस्ट्रिक्ट स्कुल बोर्डलाई, जसरी तपाईँहरूले अस्ति मिलन सरले राम्रो कुरा भन्नुभयो, यो तपाईँहरूले डिस्ट्रिक्ट स्कुल बोर्डलाई सोध्नुपर्ने कुरा हो, जसले टेट गरायो। बुझ्नु भएन? यो टेट गराउनु डिस्ट्रिक्ट स्कुल बोर्ड हो। त्यो डिस्ट्रिक्ट स्कुल बोर्डमा न केशवराज पोखरेल के हो, न को के हो। बुझ्नु भएन? मोदीले कुनै के गरेको चाहिँ आज बिजेपीको डिस्ट्रिक्ट प्रेसिडेन्टलाई सोद्धा भएन नि त। त्यो व्यवस्थाभित्र कुरा हो, डिस्ट्रिक्ट स्कुल बोर्डलाई तपाईँहरू सोध्नुहोस् त्यो के हो। तर एउटा कुरा चाहिँ याद गर्नुहोस्, अहिलेको वर्तमान जिटिएले जुन चाहिँ टेट चाहिँ एजेन्सी मार्फत गराइन्छ, मलाई जहाँसम्म लाग्दैछ वर्तमान जिटिएले टेट गर्ने क्षमता चाहिँ जिटिएलाई पाउनुपर्छ भन्ने पहल गरिरहेछ र सायद तपाईँहरूलाई लाग्छ यसमा कुनै सकारात्मक निर्णय पनि हुन्छ। तर जुन तपाईँहरूले पहिलाको टेट भन्दैछ त्यो पनि फेक। हेर्नुहोस् है, अब इम्पोर्टेन्ट कुरा चाहिँ यहाँ त्यो टेट भयो, इक्जाम भयो, प्रक्रिया भयो, तपाईँहरूलाई थाहा छ एउटा केस भइरहेछ, थाहा छ तपाईँहरूलाई? एउटा केस भइरहेको छ कलकत्ता हाइकोर्टमा। केसमा त्यो केसको कारणले गर्दाखेरि इन्जङ्सन लागेर त्यो टेटको रिजल्ट हुन सकेको छैन। जिटिएले पनि त्यो केसमा हामी रिजल्ट पब्लिस गर्छौँ, कोर्टले पर्मिसन दियो भनिरहेछ। अनि यो तथ्यहरू चाहिँ तपाईँले राखिदिनुहोस्। जिटिएले आफै केसमा भनिरहेछ हामी एकजना कसैले केस हालेको छ टेट विषय लिएर, त्यो टेटको केसमा जिटिएले एउटा एप्लिकेसन गरेर भनेछ कि हामी रिजल्ट पब्लिस गर्छौँ, यो म्याटर सब जुडिस भएकोले गर्दा हामी रिजल्ट पब्लिस गर्न सकेका छैनौँ, तपाईँहरूले यदि पर्मिसन दिनुभयो भने हामी रिजल्ट पब्लिस गर्छौँ भनेर एउटा एप्लिकेसन हालेको छ। र मेरो चाहिँ निवेदन फेरि पनि भन्दैछु, हामी कसले भन्यो भनेर न्युज गर्नुभन्दा चाहिँ हामी तथ्यमा जानु। मेरो एकदमै हेर्नुहोस् है, अब त्यसमा पनि बदनाम हुन्छ, आज फेरि त्यसमा पनि जोड्छ। जस्तै आज हामीले के अरे
अहिले एकजना मान्छेलाई सबैतिर मिक्सअप गऱ्यो भनेदेखि त भनेपछि म एक्लै चला जस्तो भइगयो नि यहाँ हो कि भन्छु लु म त को हो र साधारण जनता हो नि पार्टीगत रूपमा म कोही होला तर म त साधारण जनता न पञ्चायत मेम्बर हो न त्यो बोर्डको मेम्बर हो न म बोर्डको चेयरम्यान हो न म कोही हो बुझ्नु भएन त्यसमा पनि त ट्रोल गर्छ जसलाई पाए त्यसलाई ट्रोल गर्छ को भोट उठ्नु खोज्दैछ उसलाई ट्रोल गरिदिइहाल्छ किनभने यहाँ चाहिँ मैले भने नि सिन्डिकेट चल्दैछ राम्रो मान्छेलाई बदनाम बनाउने चाहिँ एलिट आम्रा बङ्गालीको सिन्डिकेट चल्दैछ बुझ्नु भएन 4 रुपियाँ एउटा कमेन्टको पैसा पाउँदैछ तपाईहरु कमेन्टको पथा हेर्नु हुँदैछ अहिले अनि त्यसमा चाहिँ यही हाम्रो छोराहरूलाई बदनाम बनाउने एउटा यो एलिट आम्रा बङ्गालीको यहाँनिर षड्यन्त्र चल्दैछ मैले तपाईहरु त्यही त भनेको अघि थियो 29 साल पुरानो भवानी मार्बल यहाँ पाउनुहुनेछ तपाईले सुन्दर मार्बल ग्रेनाइट टाइल्स र सुरक्षित तथा टिकाउ इलेक्ट्रोनिक सामान वायर स्विच लाइट फ्यान इन्भर्टर र धेरै थप यी सबै सामानहरू एकदमै रिजनेबल प्राइसमा तपाईले यहाँ पाउन सक्नुहुनेछ घर सजाउनुहोस् सौन्दर्य साथ र उज्यालो पाउनुहोस् सुरक्षा र विश्वास साथ एकपल्ट अवश्य भिजिट गर्नुहोस् सालुगोरा गुम्बाको अपोजिट स्टेट बैंक नजिक भवानी मार्बलमा अथवा दिएको नम्बरमा सम्पर्क गर्नुहोस्